आदरणीय दर्शक महानुभावहरू, नेपाल टिमले ऐतिहासिक रूपमा टी20 सिरिज जित्दै विश्वभरि नै नेपालको नाम चिनाउन सफल भएको छ। टी20 एसिया स्तरीय विश्वकप छनौटको तयारी गरिराखेको नेपाल टिम वेस्ट इन्डिजसँगको 3वटा टी20 श्रृङ्खलामा 2-0ले जित हासिल गर्दै नेपाल टिम कीर्तिमानी रूपमा सिरिज कब्जा गर्न सफल भएको छ। गए राति भएको खेलमा नेपाल टोलीको समग्र प्रदर्शन, नेपालको तर्फबाट आदिल आलम अन्सारीको 3 वर्षपछि कमब्याक कस्तो किसिमको रहन पुग्यो, वेस्ट इन्डिजका कप्तानले हारपछि के भनेका छन्, त्यो सम्बन्धी सम्पूर्ण अपडेट रहनेछ। कृपया भिडियो मन परेमा लाइक, च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन एक सब्स्क्राइब र नेपाल टिमलाई शुभकामना समेत अवश्य दिनुहोला। गए राति सम्पन्न भएको टी20 युनिटी कपमा नेपाल टिमले 2 पटकको विश्व विजेता टेस्ट टिम वेस्ट इन्डिजलाई 90 रनले पराजित गर्दै नयाँ कीर्तिमान रच्न सफल भएको छ। टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपाल टिमले निर्धारित 20 ओभरमा 6 विकेटको क्षतिमा 173 रन बनाएको थियो। अर्को प्लेभित्र नै विकेट जाने क्रम अझै पनि रोकिएको छैन। कुशल भुर्तेल हिजो पनि मात्र 2 रन बनाएर आउट भएका थिए। रोहित कुमार पौडेल र कुशल मल्लले पनि सोचे अनुरूपको प्रदर्शन हिजोको खेलमा गर्न सकेनन्। तर मध्यक्रममा पार्टनरशिप जोगाउँदै आसिफ शेख र सन्दीप जोराले शतकीय साझेदारी गरेका थिए। सन्दीप जोराले 39 बलमा 63 रन प्रहार गर्दा छक्का र 3 चौका प्रहार गरेका थिए। त्यसैगरी आसिफ शेखले 47 बलमा 68 रन प्रहार गर्दै नेपाली टिम फसिराखेको अवस्थाबाट उकास्न सफल भएका थिए। 3 वर्षपछि टोलीमा आगमन गरेका आदिल आलम अन्सारीले 5 बलमा 11 रनको पारी खेल्दै आफ्नो टिमका लागि नेपाली टिमको स्कोर 173 रनसम्म पुर्याउन सफल भएका थिए। 174 रनको विजय लक्ष्यको साथ मैदानमा उत्रेको वेस्ट इन्डिजको सुरुवातदेखि नै निकै नै दबावमा पर्न पुगेको थियो। ओपनर ब्याट्सम्यान जे एन्ड्रु 11 बलमा 2 रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कर्टी पनि मात्र 1 रन बनाएर आउट भएपछि सुरुवातमा नै दबावमा परेको थियो। दोस्रो रनमा ब्याटिङ गरिराखेका मेयर 16 बलमा मात्र 6 रन बनाएर आउट भएपछि निकै नै दबावमा खेलिराखेको वेस्ट इन्डिजको टिमको विकेट लगातार जाने क्रम रोकिएन। कार्टी व्यक्तिगत 1 रनमा आउट भएपछि वेस्ट इन्डिजको टिम निकै नै दबावमा परिसकेको थियो। त्यसपछि अन्तिमतिर अगस्त र विकेटकिपर जङ्गोले पारीलाई केही सम्हाल्ने प्रयास गरे, तर नेपाली बलरहरू सामु त्यो सफल हुन सकेन। अगस्त 21 बलमा 17 रन प्रहार गरी आउट हुँदा 16 रन बनाएर आउट हुन पुगेका थिए। वेस्ट इन्डिजको तर्फबाट सर्वाधिक रन बनाउनेमा जेसन होल्डरले 24 रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले टिकेर खेल्न सकेनन्। यसरी नेपाली बलिङ र फिल्डिङ सामु निरियो बनेपछि 17.1 ओभरमा 83 रनमा वेस्ट इन्डिजको टिम समेटिन पुगेको थियो। आदरणीय दर्शक महानुभावहरू, आजको खेलमा नेपालको तर्फबाट बलिङको कुरा गर्दा कुशल भुर्तेलले 2.1 ओभरमा 16 रन खर्चेर महत्त्वपूर्ण 3 विकेट, आदिल आलम अन्सारीले 4 वर्षको कमब्याक पछि 4 ओभरमा 24 रन खर्चेर महत्त्वपूर्ण 4 विकेट चटकाउन सफल भएका थिए। त्यसैगरी दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र करण केसीले समान 1-1 विकेट चटकाउन सफल भए। ऐतिहासिक खेल जित्नमा नेपाल टिमको ब्याटिङ, बलिङ, फिल्डिङ तीनवटै विधा उत्कृष्ट किसिमको हामीले देख्न सफल भयौं र जसरी भोकाएको शेरले आफ्नो ताण्डवहरू देखाउने गर्छ, त्यस्तै किसिमको ताण्डव टिम नेपालले वेस्ट इन्डिज विरुद्ध देखाउन पुगेको थियो। वेस्ट इन्डिजका कप्तानले नेपाली टिमका लागि सन्देश दिएका छन्। नेपाली टिम 3-4 वर्षदेखि राम्रो किसिमको खेलहरू देखाइराखेको छ र बलियो टोलीहरूसँग जितका लागि नेपाली टिम एकदमै उत्सुक रहेको छ। जसले मनदेखि खेल्ने गर्छ त्यो टिम कहिले पनि पराजित हुँदैन भनेर वेस्ट इन्डिजका कप्तानले भनेका छन्। यसरी आदरणीय दर्शक महानुभावहरू, वेस्ट इन्डिज जस्तो बलियो टिमलाई पराजित गर्दै नेपाली टिमले सिरिज नै कब्जा गर्दै आफूलाई उदयमान टिमको रूपमा स्थापित गरिरहेको छ र अन्तिम टी20 खेल आज राति 8:30 देखि सञ्चालनमा आउनेछ। नेपाली टिमलाई निकै नै शुभकामना। यस्तै क्रिकेट सम्बन्धी अपडेटका साथ उपस्थित हुनेछौँ। हवस् त, नमस्ते, जय नेपाल।